सबै सञ्चारकर्मी साथीहरूलाई स्वागत छ। आजको मन्त्री परिषदको बैठकले गरेका निर्णयहरू म सार्वजनिक गर्ने अनुमति चाहन्छु। 1 नम्बर, आज मिति 2081 चैत्र 15 गतेका दिन पूर्व राजाका समर्थकहरूद्वारा काठमाडौँको तिनकुने र आसपासका क्षेत्रमा भएको अराजक प्रदर्शनका क्रममा निजी, सार्वजनिक एवं सरकारी सम्पत्ति, अस्पताल, सवारी साधन, राजनीतिक दलका कार्यालय तथा सञ्चार गृहहरूमा भएको आक्रमण, आगजनी र तोडफोड एवं अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतंक फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुङ्गामुढा, आगजनी र मानिसको ज्यान जाने जस्ता अमानवीय र गैरकानुनी कार्य गरी तोडफोड र लुटपाट जस्ता कार्यहरू भएकोमा नेपाल सरकार घोर भर्त्सना गर्दछ। नेपाल सरकार उक्त घटनाका क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ। सो क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। प्रदर्शनका क्रममा घाइते हुनेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने, आज घटेको उक्त घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषी उप कारबाही गर्न र आगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गर्दछ। साथै यस किसिमका अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपील गर्दछ। यस्तै अर्को निर्णय छ। आज मिति 2081 चैत्र 15 गते तदनुसार 28 मार्च 2025 का दिन म्यानमार केन्द्र बनाई मित्र राष्ट्रहरू म्यानमार र थाइल्यान्डमा गएको विनाशकारी भूकम्पबाट हुन गएको धनजनको क्षतिप्रति नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद घटनामा परि मृत्यु हुनेहरूमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार, यहाँका जनता र सरकारप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भनी नेपाल सरकार कामना गर्दछ। धन्यवाद। मैले यसमा छोटो एउटा राखिहाल्छु। जुन अहिले आगजनी लगायतका विभिन्न घटना घटिने त्योसँग सम्बन्धित व्यक्तिहरूलाई कारबाहीको लागि मन्त्री परिषदले केही सरकारी एउटा यहाँ भनिएको छ नि, सुन्नु भएन। आज घटेको उक्त घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषी उप कारबाही गर्न र आगामी दिन यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयले बनाउने छानबिन गर्ने